के फेरि सुरुबाट भन्नु सासुले खाएर ल सबैजनालाई जयमसी पास्टर बाबुलाई नि जयमसी छ है जयमसी म आज चाहिँ बिहान तक म आउँदैन कि भन्ने चाहिँ थियो तर परमेश्वरले मलाई यहाँ तक ल्याउनु भयो आज दिदी बहिनीसँग खेल्दा खुसी लाग्यो हजुरलाई एकदम खुसी लाग्यो र आज मेरो श्रीमानको पनि आज बितेको 8 पुरा लाग्यो मलाई डाँडोमा आएर प्रार्थना गर्न मन पनि लागेको थियो यो परमेश्वरको योजना हो परमेश्वरले मलाई यसरी जिताउनु भयो परमेश्वरलाई धेरै धेरै धन्यवाद छ हजुरहरूलाई धेरै धन्यवाद छ र माली दिदीले मलाई 3-4 चोटि फोन गर्नुभयो ल बहिनी आउनुहोस् है यसरी सेकेन्ड भयो नि तपाईँलाई बधाई छ नि तपाईँ सेकेन्ड भयो नि गेममा पनि आमा म यत्रो जना दिदी बहिनीलाई पछारेर हेर्नु त सेकेन्ड हुनुभयो तपाईँ ए त्यहाँ थर्ड भएको रे बहिनी बिर्सिन्छ है ल थर्ड भएको पनि बधाई छ फोर्थ भएको होइन बहिनी फोर्थ भएको बधाई छ सेकेन्ड भएको पनि बधाई छ हाम्रो माली दिदीलाई पनि स्वागत छ सङ्गति जानको प्रार्थना गर्नु पायो होइन यति रमाइलो गरे होइन धेरै खुसी छ सबैलाई आशिष दिनु है त धन्यवाद सबैलाई जय मसी भनेपछि आजको यो कार्यक्रम सबैलाई रमाइलो भएको छ ल तपाईहरु पनि यो भिडियोलाई हेरेर लाइक शेयर सब्स्क्राइब गर्नु होला भेडी फ्रम भक्ति चर्चमा भिडियोहरु हेर्नु छ भने हाम्रो युट्युब च्यानलमा आएर तपाईले हाम्रो भिडियोहरु हेर्न सक्नुहुन्छ आजको विनरलाई फेरि पनि बधाई दिँदै त्यहाँ किचनमा हुनेहरुलाई पनि जय मसी किचनमा हुनेहरुलाई पनि खाना पाकेछ भन्ने लागिरहेको छ आज के पाकेछ हामी हेर्न जाने छौं है के पाकेछ अब हेर्न जान्छौं हामी है ल यताबाट हामी तल झर्यो यो कार्की डाँडा भन्ने ठाउँमा निकै रमाइलो छ यो ठाउँ यसरी बस्नलाई पिकनिक खानलाई रमाइलो छ हाम्रो भान्जी चाहिँ निदाइसकेछ अर्को भान्जी मोबाइल हेर्दैछन् खानाको पर्खाइ जस्तो छ यसरी यो बस्ने ठाउँ पनि राम्रो रहेछ खाना पाकिरहेको छ भन्ने लागिरहेको छ हाम्रो पास्टर मलाई भाइ मलाई त्यसपछि आज कार्यक्रम कस्तो लागिरहेछ एकदम राम्रो भइरहेछ हामी अब बिन्दुलाई मेहनत जस्तो भइन्छ बिना पैसा आइरहेछ के रे जो बिना पैसा खाँदाखेरि मजा हुँदो रहेछ अहिले भरे तिराउँछ कि नै भरे तिराएर त हुँदैन भाग्ने हो ल आजको परिकार के रहेछ यहाँ कुकहरू हुनुहुन्छ कुकरहरू मिठो मिठो परिकारहरू बनाएर उहाँले तयार पारेछ परिकार अब हेर्दैछ हामी यहाँ यो हो सलाद यति राम्रो बनाएर हाम्रो मनिषा बहिनीले यसपछि सागवाली चनावाली को अचारवाली अलि नक्कली अलि अचार नक्कली छ कि हो मासुवाली कता हो हाम्रो दिदी हो दालवाली र भातवाली ल हाम्रो पिकनिक कार्यक्रम रमाइलो भएको छ परिकारहरू हेर्नु होला तपाईँहरू यो हेरेर फेरि मुख नरसाउनु है थुक ननिकाल्नु होला हामी खान्छ फेरि तपाईँहरूले फोनमा हेरेर फेरि हाम्रो पेट दुख्ने बानी चाहिँ नगर्नु होला ल यहाँ टोयलेट पनि छ पानी धारा छ यो ठाउँमा तपाईँहरू आउन सक्नु शान्त वातावरण यो डाँडामा रमाइलो छ ल अब हामी खाना खानेछौँ है ल बाई बाई तपाईँहरू हाम्रो युट्युब च्यानल हेरेर लाइक शेयर सब्स्क्राइब गर्नु होला भन्दै अब खानामा लागे